Hello guys. Today I'm so happy and excited है। आज म मेरो जीवनकै र मेरो युट्युब च्यानलको पहिलो लङ भिडियो बनाउन गइरहेको छु र यसमा आज म अति नै खुसी पनि छु र आज मेरो च्यानलमा 500 सब्स्क्राइबर कम्प्लिट भएको छ र सम्पूर्ण मेरो युट्युब फ्यामिलीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु जसले मेरो सर्ट भिडियोलाई हेरेर मलाई साथ सपोर्ट दिनुभयो सबैलाई थ्यांक यू सो मच है। आज यो भिडियो जति मेरो लागि इम्पोर्टेन्ट छ त्यति नै तपाईहरुको लागि पनि इम्पोर्टेन्ट बनाउने कोसिस गरेको छु। प्लिज अन्तिमसम्म हेरेर साथ दिनु होला है। मलाई विश्वास छ तपाईहरुले अन्तिमसम्म यो भिडियो हेरेर केही कुराहरु चाहिँ बुझेर जानुहुनेछ र आफ्नो जीवनमा पनि प्रयोगमा ल्याउनु हुनेछ भन्ने मलाई धेरै विश्वास छ। मैले अहिलेसम्म सर्ट भिडियोहरु बनाउँदै आएको थिएँ र मैले पछिल्लो 2 मन्थमा चाहिँ झन्डै 300 प्लस सब्स्क्राइबर र 2 लाख प्लस भ्यू लिन सके जसले मलाई अति नै इन्स्पायर गरेको छ र म चाहिँ मेरो प्लान अनुरूप नै म चाहिँ 500 सब्स्क्राइबर कम्प्लिट भएपछि लङ भिडियो बनाउने छु मेरो पहिलो भनेर प्रतिबद्धता गरेको थिएँ आफूसँग। त्यो चाहिँ मैले आज कम्प्लिटली है पूरा गरेको छु। म यसमा अति नै खुसी छु र तपाईहरुले पनि यदि प्यासिभ इन्कमको स्रोत बढाउन चाहनुहुन्छ र तपाई पनि चाहनुहुन्छ म युट्युबमा कन्टेन्ट क्रिएसन गर्न सक्छु भन्ने लागिरहेको छ भने प्लिज है धेरै राम्रो सोच्नु भएको छ। कीप गोइङ है, अघि बढ्नुस्, नेभर गिभ अप सोच लिएर आउनुस् है। यो 1-2 महिनामै हुने कुरा होइन है। यसमा धेरै धैर्यताको आवश्यक पर्दछ। मलाई पनि मेरो च्यानलमा सुरुको 100 सब्स्क्राइबर कम्प्लिट गर्नको लागि झन्डै 6 मन्थ है 6 महिना जति समय लागेको थियो किनभने मैले रेगुलर टाइम दिएको थिएन, टाइम दिन सकेन है। सुरुमा एउटा भिडियो हाले, त्यसपछि 10-15 दिन गायब भए है। त्यसपछि फेरि कुनै मोटिभेसन भिडियोहरु हेरेर आएर 2-4 दिन फेरि भिडियोहरु बनाए अनि फेरि 2 महिना गायब है। यो कारणले गर्दाखेरि मलाई सुरुको 100 जना सब्स्क्राइबर फ्यामिली बनाउन पनि मलाई धेरै गाह्रो भयो। तर पछिल्लो 2 महिनामा मैले झन्डै 400 प्लस सब्स्क्राइबर कम्प्लिट गरे है। किनभने मैले अगाडि गरेको गल्तीहरुबाट सिके र मैले पछिल्लो 2 महिनामा चाहिँ रेगुलर हरेक दिन एउटा सर्ट भिडियो अपलोड गरे र पछिल्लो 1 महिनामा चाहिँ मैले झन्डै 300 सब्स्क्राइबर र 2 लाख प्लस भ्यूज पनि लिन सफल भए च्यानलमा। यहाँदेखि मलाई अझै इन्स्पायर हुँदै गए म आफूबाट नै र म अहिले लङ भिडियो मेरो जीवनको पहिलो लङ भिडियो बनाउँदै छु र त्यो पनि यसरी फेस देखाएर है त। यो मेरो फेस देखाएर पहिलो लङ भिडियो हो। प्लिज है सो केही कमी कमजोरी छ भने पनि माफ गरिदिनु होला। अबको दिनमा चाहिँ म आफूलाई एकदमै बेटर बनाउने कोसिस गर्ने छु, गरिरहेको छु र हजुरहरुलाई पनि है केही कुराहरु चाहिँ आफूले अध्ययन गरेर जानेको कुराहरु है, आफूले भोगेका कुराहरु चाहिँ तपाईहरुलाई पनि शेयर गर्ने छु ताकि तपाईहरुलाई पनि केही सपोर्ट होस् है। मेरो यो भिडियोको मेन मोटिभ नै तपाईहरुलाई चाहिँ म कसरी हुन्छ सहयोग गर्न सकु भन्ने धारणा हो।
त्यस कारणले गर्दाखेरि तपाईँहरूले अहिलेसम्म पनि मेरो भिडियो हेरिरहनु भएको छ भने फेरि पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ र मेरो च्यानललाई सब्सक्राइब पनि गर्नुहोला है। र तपाईँहरूले पनि युट्युबलाई आफ्नो प्यासिभ इन्कम फ्युचरमा चाहिँ तपाईँलाई चाहिँ हार्डवर्क नगरिकन है तपाईँहरूले चाहिँ रेगुलर इन्कम जेनेरेट गर्न चाहनुहुन्छ भने चाहिँ प्लिज है आजैदेखि नै सुरु गर्नुहोस्, कन्टेन्ट बनाउनुहोस्। सुरुमा धेरै गाह्रो हुन्छ है, गाह्रो हुन्छ, कसैलाई इजी पनि लाग्न सक्छ। जसलाई इजी लाग्छ उहाँहरूको लागि त एकदमै राम्रो भयो, राम्रो प्लेटफर्म हो। जसलाई अलिकति बोल्नमा कन्फिडेन्ट आउँदैन हैन, लाग्छ तपाईँलाई म गर्न सक्दैन भन्नेहरूको लागि पनि त्यस्तो होइन। पहिला प्याटर्न बनाउनुहोस्, आदत बनाउनुहोस् आफ्नो हैन, तपाईँ पनि सफल हुन सक्नुहुन्छ युट्युबमा। सो आउनुहोस्, म पनि सिक्दैछु है, अध्ययन गर्दैछु, आफूलाई चाहिँ अपग्रेड गर्दैछु। सो सँगै अगाडि बढौँ। र तपाईँहरूलाई मेरो यो पहिलो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न चाहिँ नभुल्नु होला है। तपाईँहरूको साथ सपोर्ट बिना म ग्रो गर्ने भन्ने हुँदैन युट्युबमा। सो प्लिज साथ सपोर्ट सधैँ राख्नु होला भन्न चाहन्छु। र अन्तिममा फेरि पनि तपाईँहरूलाई थ्याङ्क यू सो मच है, यो भिडियो हेरिदिनु भयो र मेरो च्यानललाई सब्सक्राइब गरिदिनु भयो। धेरै धेरै धन्यवाद।